तीन आना जग्गामा हामीले यो घर रामकोट सीतापायलामा चाहिँ निर्माण गरिरहेका छौँ र यो घर निर्माण गर्न थालेको अहिले झन्डै 6 महिना भइसकेको छ र 6 महिनाको टाइम पिरियडमा चाहिँ अलमोस्ट यो एक्सटर्नलको काम चाहिँ प्लास्टरको काम चाहिँ सकिसकेको छ भने भित्र मार्बल लगायतको अरू नै कामहरू चाहिँ बाँकी रहेको छ र 3 आना जग्गामा तपाईले पनि बनाउन सकिने यो घरको चाहिँ हाउस टुर आज म गराउन गइरहेको छु। सो सँगै गरौँ है त। सुरुमा यो घरमा तपाईको यतापट्टि एउटा स्पेस रहेको छ, खुल्ला स्पेस र यो गेट रहेको छ भने यतापट्टि तपाई प्रवेश गर्दै गर्दाखेरि यो पार्किङ स्पेस दिएको छौं र पार्किङ स्पेस रहेको छ र यतापट्टि चाहिँ तपाईको भाडामा दिन मिल्ने गरी एउटा 1 BHK को एउटा स्पेस रहेको छ जसमा चाहिँ अलिकति सानो स्पेस निस्केको छ तर पनि एउटा लिभिङ हल रहेको छ। यतापट्टि हेर्नुहुन्छ भने एउटा किचन रहेको छ र किचन सँगै यतापट्टि एउटा कुनामा चाहिँ तपाईको बाथरुम रहेको छ भने यतापट्टि चाहिँ खुल्ला एउटा बेडरुम रहेको छ। यो चाहिँ एउटा सानो फ्यामिलीलाई चाहिँ भाडामा दिन मिल्ने गरी चाहिँ रहेको छ भने यो रहेको छ ग्राउन्ड फ्लोर। अब ग्राउन्ड फ्लोरबाट माथि प्रवेश गर्दै गर्दाखेरि यतापट्टि चाहिँ तपाईको एउटा भर्याङ स्पेस रहेको छ र यहाँबाट चाहिँ माथि जानुपर्ने हुन्छ। यो अब भर्याङ स्पेस भयो र तपाई फर्स्ट फ्लोरमा आउनुहुन्छ भने तपाईको फर्स्ट फ्लोरमा चाहिँ यो सबै बेडरुम रहेको छ जसमा चाहिँ यतापट्टि एउटा बाथरुम रहेको छ र बाथरुम सँगै यतापट्टि चाहिँ एउटा बेडरुम रहेको छ र बेडरुम सँगै यतापट्टि पनि एउटा मास्टर बेडरुम रहेको छ जसमा चाहिँ यतापट्टि अट्याच बाथरुम पनि छ तर अहिले चाहिँ हाम्रो वर्करहरू बस्दै हुनुहुन्छ सो लक गर्नुभएको रहेछ र यतापट्टि चाहिँ एउटा खुल्ला बेडरुम रहेको छ जसमा हेर्न सक्नुहुन्छ झ्याल पनि एउटा ओपन रहेको छ जसमा चाहिँ तपाईको घरधनी अथवा तपाई आफै बस्न सक्नुहुन्छ। त्यो हिसाबले चाहिँ हाम्रो रहेको छ। यो चाहिँ ग्राउन्ड फ्लोर तपाईले भाडामा दिन सक्नुहुन्छ भने फर्स्ट फ्लोर र तपाईको माथिको टप फ्लोर चाहिँ तपाईले आफ्नो लागि युज गर्न सक्नुहुन्छ र यो भर्याङ भइ नै हाल्यो। त्यसपछि तपाईको यो टप फ्लोरमा चाहिँ एउटा खुल्ला लिभिङ हल। यदि तपाई ग्राउन्ड फ्लोरमा भाडामा दिन सक्नुहुन्छ तपाईले सेकेन्ड फ्लोरमा तपाईहरुले आफ्नो लागि बेडरुम बनाउन सक्नुहुन्छ र यो टप फ्लोरमा चाहिँ लिभिङ र किचन बनाउन सक्नुहुन्छ। यो तपाईको लिभिङ हल भयो र यतापट्टि चाहिँ एउटा ओपन किचन डाइनिङ छ जसमा चाहिँ लिभिङ र किचन पनि ओपन रहेको छ र यतापट्टि चाहिँ एउटा बेडरुम रहेको छ अथवा गेस्ट रुम भनौँ। अहिले चाहिँ हाम्रो वर्करहरू बस्नुहुन्छ सो उहाँले लक गर्नुभएको रहेछ सो त्यो भइहाल्यो र यतापट्टि चाहिँ एउटा बाथरुम रहेको छ। यदि तपाईको पनि जग्गा 3 आना छ भने तपाईले यस्तै घर निर्माण गर्न सक्नुहुन्छ अथवा यसलाई कस्टमाइज गरेर तपाईको आफ्नो रिक्वायरमेन्ट अनुसारको पनि डिजाइन गरेर तपाईले बनाउन सक्नुहुन्छ। र यो घर बनाउन कति खर्च लाग्यो यदि तपाई जान्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ वा पेप्सी कोलामा रहेको हाम्रो अफिसमा पनि भिजिट गर्न सक्नुहुन्छ र यदि तपाई पोखरामा हुनुहुन्छ भने पनि तपाईले एक्सपर्ट सेवाको सेवा चाहिँ लिन सक्नुहुन्छ र तपाईले हाम्रो पोखराको अफिसमा पनि भिजिट गर्न सक्नुहुन्छ।